सो हेलो एन्ड नमस्ते एभ्रिवान। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो आज चाहिँ हामी यता बिहानै सर्ट चोबार राइडमा जाँदैछौँ म र भाइ। अब कहाँ जाने चाहिँ फिक्स भएन होइन, चोबार त चोबार साइड नै हो, तर कुन चाहिँ ग्राउन्डमा जाने फिक्स भएन। अब हेरौँ, हिजो पानी धेरै परेछ, अब बाटो पनि चिप्लै छ होला सायद। अब कुन चाहिँ ग्राउन्डमा जाने चाहिँ फिक्स भएन, अब एकछिनमा हेरेर हामी भन्छौँ। पानी पऱ्यो कि बाटो चाहिँ लास्ट चिप्लो हुने क्या है। जसले पनि अलिअलि धेरै त होइन, अलिअलि चिप्लो छ। पट्टि नि सबै भत्काएछ क्या, त्यो हाम्रो वर्कसप थियो नि त्यहाँनिर बनाउने, सबै भत्कायो त्यो लाइनको पनि। बुलेट बाइकको होइन, यता यो टायर फेरेको थियो नि हामीले, त्यो लाइनको सबै घर गयो क्या, 100वटा घर। बिहान कसरी कसरी म फेरि ओछ्यानमा पल्टेकै निदै हाल्ने बानी छ क्या। टेन्सन त्यो हावा भर्ने मेसिन हरायो भने त तनाव हुन्छ त यार। हावा भर्ने मेसिन छ नि, हरायो भने तनाव हुन्छ क्या। अब कुन पसलमा? क्याफेमा? खोइ बोकेँ कि म पनि कन्फ्युज भयो क्या। सो अहिले हामी यता चोबारतिर जाँदैछौँ। अब कीर्तिपुर साइड कटिसक्यो, पानी त हल्का हल्का परिरहेछ होइन, त्यस्तो धेरै परेन। अब के हुन्छ एकछिनमा, धेरै पऱ्यो भने चाहिँ तनाव हुन्छ। रेनकोट पनि बोकेको छैन, यहाँ बोल्दैछु भ्लगमा अलिअलि, के बोल्ने हुन्छ नि त होइन। अनि हल्का फुल्का हिजो दह्रो पानी पऱ्यो नि त, हिजो सब भिजिरहेको छ यार। दह्रो पानी पऱ्यो नि त हिजो, सबै भिजिरहेको छ क्या दह्रो। क्यामेरा पनि छ होला होइन, सिसिटिभी पनि थियो कि थिएन यार त्यहाँनिर।
थियो भनेको गोले कफी ग्रिन टी भनेको कफी यहाँ माथिनिर पनि एउटा ग्राउन्ड छ हैन त्यहाँ पनि एकचोटि हेर्ने यहाँनिर एउटा ग्राउन्ड छ क्या हामी गएन नि त्यहाँनिर त्यो चेक हान्नुमा हजुर हेरौँ अब कस्तो छ है हिजो पानी परेको थियो नि त अलिअलि चाहिँ भिज्यो होला होइन म त फोनै झऱ्यो भन्ने ठानिरहेको बेला बेला चेक हान्नुपर्छ ठ्याट्ट फोन झऱ्यो भने त सिधै हाल्यो नि यार फोनमै सब ठोक हुन्छ नि त दिल लचक लचक बाटो कस्तो छ होला माथि पहिला हेरौँ होइन यता माथि खासै केही पनि छैन यो गुम्बा छ माथि चाहिँ पुरै हिलो हिलो छ क्या पहला कहाँबाट जाने सिधै गइदिनु पर्छ क्या हुन्छ ल ओट हल्का रमाइलो मैले कति गएर फेरि ओट ठिक छ कहाँ गयो भाइ हजुर लम्मै छिर्दिरहेको क्या लम्मै भित्र छिर्दिरहेको क्या हिलोमा यता माथि यताबाट छ नि यस्तो अरे माथि गइदिनु पर्छ है क्या जाल यता पहिला उता जाऊँ न त ल यता माथि छ नि EBS मोड अफ गरिदिनु र्यालीमा हालिदिनु ओइ सरी यार होइन रेकर्ड भएको छ कि
चिप्लो रहेछ यार बाटो चाहिँ जान त जाने कहाँ जाने भइरहेछ यताबाट ओहो यार डेन्जर रहेछ यहाँ भिर पाखा है हामी त आएकै थिएन क्या ए दामी छ यार चाक चाहिँ सुकेको छ हेर्नु यहाँ यस्तोमा त बाइक त के लानु है घुमाउनु नि मिल्दैन यता यता जाने ल हुन्छ ल फेरि मान्छेले हामी जाने ठाउँ त राम्रो लाग्यो ल छिन् यसो हेरौँ न डेन्जर रहेछ यो ठाउँ डेन्जर छ यार म त यो जुत्ता लाएर हिँड्नु नि डर लागिरहेछ क्या फ्याट्ट चिप्ल्यो भने यहाँ साँच्चै त्यो चोबारको यो ठाउँ राम्रो रहेछ ओहो डेन्जर है ल भ्यू त खतरा हुन्थ्यो बाइक चलाउनु त यो तल यार है पुरा यस्तोबाट लाने बाइक चलाउने त्यहाँ त सकेला होइन यहाँ लास्ट गाह्रो हुन्छ यसो हेरेको मजाले भने यार भाइले जाला कि नजाला लागिरहेछ अफरोड त दामी रहेछ यार यताबाट छ कि छैन होला त यार बाटो माथि जाने हो बाटो होला कि नहोला छ ए ल ओ यार टपमा आयो हाइट बबाल रहेछ ठाउँ चाहिँ यहाँनिर एउटा डट बाइक अड्केको थियो क्या
एउटा भिडियो हेरेको थिएँ मैले यहाँनिर। भालु सक्छ कि सक्दैन। इन्जिन ब्रेकिङ हान्दै भाइ, इन्जिन एक गियरमा हालेर जुत्ता चिप्लिरहेको छ यार। टायर पछाडि चिप्लिरहेको छ क्या है। ल भाइ, माथि कति भयो त? उठ चिप्ल्यो यार। उठ, यहाँ चाहिँ दह्रो हिलो छ कि क्या है? जान त जान्छ होला। ए हट, तिमी चलाउने? तिमी चलाउनु त। माथि म लान्छु होइन, तल चाहिँ माथि म लान्छु, तिमी तल चाहिँ तिमी झर। यहाँ चाहिँ हल्का चिप्लो छ। चिप्लो यार। बिस्तारो पुरा हिलोको डल्लो डल्लो लागिसक्यो यार टायर।
निस्किरहेको छ